नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू एपिसोड। फाइनल्ली आज भने चाहिँ 2082 साल लागिसकेको छ। तपाईँहरूलाई चाहिँ धेरै 2082 सालको चाहिँ हार्दिक मङ्गलमय शुभकामना है। 82 सालमा चाहिँ 81 सालमा नभएका कुराहरू चाहिँ 82 सालमा चाहिँ पुरा होस् भन्ने चाहिँ तपाईँलाई चाहिँ फेरि पनि ह्याप्पी न्यू इयर है। फाइनल्ली गाइज भने आज चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ अब कता कता जान्छु, के गर्छु होइन। अब यस्तै यो काठमाडौँमा बसेपछि खाने डुल्ने होइन, केही काम गर्ने पढ्ने होइन, यस्तै छ। अहिले चाहिँ हामी होस्टेलमा छौँ है। भने मेरो साथीहरू पनि यहाँ अलिअलि छ है। ल हाम्रो अशोक ल हाम्रो चाहिँ अर्को दाजु ल स्पेसल मटन र पुलाउ छ है। हाम्रो होस्टेलमा चाहिँ हाम्रो वार्डन सर तर्फबाट चाहिँ स्पेसल खाना चाहिँ स्पेसल खाना गराउनु भएको छ है। ल उहाँलाई पनि धेरै धन्यवाद। ल नयाँ साल लाउने बित्तिकै मान्छेहरू चाहिँ महलहरूतिर छिर्छ है। ल यसरी चाहिँ 2082 साल भनेर चाहिँ ट्याग राखिदिएपछि मान्छेहरू चाहिँ छिर्ने सम्भावना चाहिँ बढी हुन्छ। त्यही भएर मान्छेहरू छिरिरहेछ है गाइज हो। ल म भने यसो बाटोमा हिँड्दै देखेको थिएँ है। ल भने अहिले चाहिँ हामी टक्क लाएर यहाँबाट काठमाडौँको भ्यू हेरिराखेका छौँ है गाइज। आज चाहिँ नयाँ वर्ष नयाँ दिन होइन। अब सबैको चाहिँ यसरी नै रमाइलो होस्, सुख शान्ति मिलोस् होइन। आजको दिनबाट चाहिँ अब आउने दिनहरूमा चाहिँ रमाइलो हुँदै होइन। त्यही नै हो, जिन्दगीलाई चाहिँ रमाइलो गर्ने, खुसी गर्ने होइन। आफू अब प्रगति हुने त्यही नै हो गाइज। काठमाडौँ चाहिँ ल भ्याली चाहिँ आज यस्तो मौसम छ है, पानी पर्न आँटिसकेको छ। ल गाइज भने अहिले यतातिर हामी एयरपोर्टको अगाडि छौँ है। ल प्लेन देख्न सक्नुहुन्छ। पानी चाहिँ पर्न आँटिसक्यो गाइज है। अब म भने चाहिँ पेप्सी कोलातिर जाँदैन है, कन्सर्ट पनि हेर्दैन होइन। अब यस्तै हो, अब काठमाडौँ भएपछि कहिले कता होइन। पेप्सी कोला चाहिँ गइन्न होला सायद कन्सर्ट हेर्नको लागि गाइज। अब यहीँ बस्यो, यताउता गऱ्यो है। अरू स्माइल गुड। ल यस्तो दामी लाइट पनि हुँदो रहेछ गाइज। ल लाइट चाहिँ दामी छ है। ल हाम्रो रेस्टुरेन्टमा चाहिँ लाइक कमेन्ट डिएमएक्स गर्नु होला के गर्ने गाइज। आज भने हामी चाहिँ बाहिर कतै जाँदैनौँ। सो होटलमै रमाइलो गर्नेछौँ है। होटलमा सानोतिनो रमाइलो गर्नेछौँ न्यु इयरको दिनमा है। सो तपाईँहरूले पनि हेर्दै गर्नु होला है। ल कस्तो लाग्छ कमेन्ट गर्नु होला है। ल गाइज गाइज 10 बज्न आँटिसकेको छ। अब भने लाग्नुपर्ने हुन्छ। सो आज तपाईँहरूलाई चाहिँ म्युजिक कस्तो लाग्यो है, फेरि पनि ह्याप्पी न्यु इयर भन्दै अब म चाहिँ लाग्छु गाइज। मेरो भिडियो कस्तो लाग्छ प्लिज लाइक सेयर कमेन्ट गर्नु होला है। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई एभ्रिवान।